हेलो गाइज, के छ खबर? आइयो सबैजना सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। सबैलाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आज चाहिँ हामी आफ्नै गाउँठाउँमा रहेको धार्मिक स्थल नुनथरमा चाहिँ भ्रमण गर्न गएका थियौँ। म, मेरो भान्जी र छोरी तिनजना हामी भ्रमण गर्न गएका थियौँ। भिडियो मार्फत तपाईँ हेर्न सक्नुहुनेछ। हामी त्यही हो, नुनथरभित्र चाहिँ हामी प्रवेश गरिसकेका छौँ र शिवजीलाई दर्शन गर्न गएका थियौँ र भान्जीलाई ल सुरु गर नि त भने है ल त गरिरहेका थिए। अनि दर्शन गरेर हामी लाग्यौँ मासतिर नुनथरको मासतिर गएर ट्याक्क लाएर अलिअलि यसो भ्यूहरू हेऱ्यो। घाम चाहिँ अलिकति लागिरहेका थिए, तर पनि घाम नलागे जसरी गरेर हामी हिँडिरहेका थियौँ। त्यही हो, जति घाम लागे पनि हिँड्नुपर्छ, सङ्घर्ष छोड्नु हुँदैन। ट्याक्क लाएर हामी नुनथरभित्रतिर गयौँ, किनभने फोटो खिच्नु पर्छ नि त फेरि क्यामेराबाट भनेर। ट्याक्क नुनथर पुग्यौँ फेरि अघिको ठाउँमा। ल क्यामेरा फोटो हेर्नु होला। फोटो खिचेर सकेपछि यता हामी छोरी र भान्जीलाई ब्रागलेस के यस्ताहरू सामानहरू चाहियो भनेर किन्न आयौँ। ट्याक किनेर आएपछि ट्याक्क लाएर उता हामी लाग्यौँ झोलुङ्गे पुल कटेर हाम्रो बुद्धको फोटो हेर्नुलाई। फोटो मूर्ति हेर्नुतिर लाग्यौँ। अनि ट्याक्क लाएर हामी झोलुङ्गे पुल कट्यो, किनभने अलि माथितिर छ नि त झोलुङ्गे पुल कटेर। अनि एकछिन ट्याक्क हेऱ्यौँ, त्यहाँ दर्शन पनि गऱ्यौँ। त्यहाँ चाहिँ लगभग हामी भिडियो खिच्न पाएनौँ, मान्छे प्याक भन्थ्यो। त्यही अनि अलिक गाह्रो पनि भइरहेको थियो। अनि हामी ट्याक्क लगाएर फर्किदियौँ। अब कति त्यहीँ बस्नु भनेर। अनि यता हाम्रो भान्जीलाई फेरि टिका लाउनु पर्थ्यो नि त, टिका पनि हामीले लाएनौँ। अनि ट्याक्क लगाएर माथि हामी नुनथरको चाहिँ हामी जहाँ फोटो खिच्न आएको थियौँ त्यहीँ गयौँ। अनि माताहरूसँग लायौँ हामीले टिका। अनि मातासँग लाएर ट्याक्क भान्जी यता हेर भनेको थियो, एकछिन त हेर्दै हेरेन, सुन्दै सुनेन, घन्टी बजाएर अनि यता आयो। हामी फेरि लाग्यौँ स्केट खेल्नतिर। स्केट त खेल्नु पऱ्यो, मैले सुज लगाएँ। अनि ट्याक्क लगाएर भने नेपालको झन्डा फरफराउँदै लाग्यो। ट्याक्क झन्डा हुन्छ नि फरफराएर यसो राउन्ड हान्थ्यौँ। खासै खेल्न त आउँदैन, त्यही हो। अनि भोक लाग्यो भनेपछि ट्याक्क हामीले कोक, चाउचाउ अन्य सामग्रीहरू ल्याएर खायौँ। आजलाई यति नै। नेक्स्ट भ्लगमा हेरौँ ल। धन्यवाद।